सिन्दुरको महत्त्व के छ त, त्यो सिन्दुर किन लगाउनु पर्दछ, यो विषयमा बोलिदिनु पर्यो गुरु भनेर धेरैले प्रश्न गरिरहनु भएको थियो। तसर्थ उहाँहरूको जिज्ञासालाई समाधान गर्नको निमित्त आजको यस भिडियो सामग्रीमा उपस्थित भएको छु। सबैभन्दा पहिला त सिन्दुरको रङ कस्तो हुन्छ त भन्दाखेरि रातो हुन्छ। रातो रङको सिन्दुर, रातो रङलाई के भनिन्छ त भन्दा जीवन्त रङ भनिन्छ। सबैभन्दा सुन्दर रङ हाम्रो भनाइ पनि छ नि, रातो राम्रो गुलियो मिठो। तसर्थ यो रातो रङ, सबैभन्दा पहिला त सिन्दुर रातो हुन्छ, जीवन्त कलर हो, रङ हो। त्यसमाथि पनि अब यस सिन्दुरमा के को मिश्रण हुन्छ त भन्दाखेरि बेसारको अनि चुनाको मिश्रण हुन्छ। बेसार र चुना मिसिएपछि अनि सिन्दुर बन्ने गर्दछ, शुद्ध सिन्दुर। अहिले त बजारमा पाइने केमिकलहरू धेरै प्रकारको हुन्छन्, ती केमिकल युक्त सिन्दुरहरूको प्रयोग हामीले नगर्दै राम्रो हुन्छ। र सिन्दुरको महत्त्व के छ, नारीहरूले किन सिन्दुर लगाउनु पर्छ त भन्ने केही कारणहरू छन्। ती कारणहरू हजुरहरूलाई बताउन गइरहेको छु। कृपया यो भिडियोको अन्त्यसम्म हेरेर, अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर अन्त्यसम्म बसिरहनु होला, अनि मात्रै बुझ्नुहुनेछ। सर्वप्रथम त सिन्दुरलाई कतिपय हाम्रो सामान्य भाषामा बुझ्ने हो भने लाइसेन्स पनि भनिन्छ। कस्तो लाइसेन्स त भन्दाखेरि विवाह गरिसकेपछि विवाहिता स्त्रीले लगाउनु पर्ने लाइसेन्स। जस्तो कि हामीले लाइसेन्स बनाएका छैनौँ, मोटरसाइकल अथवा गाडी लिएर कतै जाँदैछौँ भने के हुन्छ भन्दाखेरि पक्राउ खाइन्छ, दण्ड परिन्छ। हो त्यस्तै हाम्रो शास्त्रले विवाहिता स्त्रीहरूलाई लाइसेन्सको रूपमा सिन्दुर दिएको छ। तसर्थ हामीले यदि विवाहिता स्त्रीले सिन्दुर लगाइनन् भने ती दण्डको अधिकारी हुन्। ती दण्डको अधिकारी भन्दैमा तपाईँ हामीले दण्ड दिने होइन, भगवानले दण्ड दिनुहुन्छ। तसर्थ विवाह गरेकी स्त्रीले अवश्यमेव आफ्नो मागमा सिन्दुर लगाउनु पर्छ। सिन्दुरलाई शक्तिको प्रतीक पनि मानिन्छ। यसै गरी सिन्दुरलाई शक्तिको, सौभाग्यको प्रतीक पनि मानिन्छ। आफ्ना पतिको लामो आयु होस् भन्नको निमित्त पनि सिन्दुर लगाइन्छ। यसै गरी कतिपय माताजीहरूले के गर्नुहुन्छ त भन्दाखेरि सिन्दुरलाई छोपेर ढाकेर अथवा बिहे भइसक्दा पनि विवाह भएको छैन जस्तो देखिनु पर्यो, कुमारी अहिले त्यो चलन छ नि कन्या केटी देखिनु पर्यो भनेर कतिपय हाम्रा दिदीबहिनीहरूले के गर्नुहुन्छ, सिन्दुरलाई छोपेर लुकाएर लगाउने गर्नुहुन्छ। सिन्दुरलाई कहिले पनि छोपेर लगाउनु हुँदैन, यो कुरा ध्यान दिनुहोला। यदि तपाईँले सिन्दुरलाई छोपेर लगाउनु भयो भने आफ्नो पतिदेवको भाग्य पनि छोपिन्छ। तसर्थ सिन्दुर लगाउँदा कहिले पनि छोपेर लगाउनु हुँदैन, यो पहिलो कुरो भयो। यसै गरी अर्को कुरा, धेरैजनाले भन्नुहुन्छ लगनमा लगाएको सिन्दुर के गर्ने गुरुदेव, कसैले भन्नुहुन्छ वर्ष दिनसम्म पुर्याउनु पर्छ, कसैले भन्नुहुन्छ त्यो चाहिँ महिनौसम्म पुर्याउनु पर्छ, 6 महिनासम्म पुर्याउनु पर्छ भनेर भन्नुहुन्छ। त्यसको अर्थ चाहिँ के हो भनेर धेरैले प्रश्न गर्नुभएको छ। जो लगनमा विवाहमा स्वामीले अथवा भनौँ पतिले लगाइदिएको सिन्दुर हुन्छ, त्यो सिन्दुरलाई सकिन्छ भने जिन्दगी भर सक्नु हुँदैन, त्यसलाई त्यही सिन्दुर लगाउनु पर्छ। अब त्यो त सम्भव छैन। सम्भव नभइसकेपछि के गर्ने त भन्दाखेरि जो लगनमा लगाएको सिन्दुर हुन्छ त्यो सिन्दुर थोरै एक चिम्टी भए पनि निकाल्ने, अर्को नयाँ सिन्दुर किन्ने, नयाँ सिन्दुर किनेर त्यसमा त्यो सिन्दुरको मिश्रण गराएर अनि त्यो लगाउनु भयो भने त्यसले सक्नुहुन्छ भने त जीवन पर्यन्त त्यसैमा, अब सकिन लाग्यो भने अलिकति त्यसमा थप दिइहाल्ने, फेरि सकिन लाग्यो भने त्यसमा थपिहाल्ने गरेर जिन्दगीभर त्यही सिन्दुर लगाउँदा हुन्छ। तर सिन्दुर लगाउँदा ध्यान दिनुहोला, सिन्दुरको एउटा थोपो मात्र पनि, एक चिम्टी सिन्दुर मात्र पनि तपाईँको पैताला मुनि गयो अथवा भनौँ कसैले टेक्ने ठाउँमा झर्यो भने त्योभन्दा ठुलो पाप अर्को केही पनि हुँदैन। अनि
अर्को प्रश्न धेरैजनाले गर्नुहुन्छ, सिन्दुर कहिलेकाहीँ अब सिन्दुर घरबाट हतार हतार काहीँ निस्किनु पर्ने भयो, टाढा जानुपर्ने भयो, जाँदाखेरि सिन्दुर लाउन बिर्सिएपछि के अर्काको सिन्दुर लगाउन मिल्छ त? जस्तो कि अब दिदीको घरमा तपाईँ जानुभयो, आमाको घरमा माइत गएको बेलामा कहिलेकाहीँ अब आफूले सिन्दुर बोकेर जान बिर्सियो, अब माइतीको आमाको सिन्दुर लगाउनुहुन्छ त, दिदीबहिनीको सिन्दुर लगाउनुहुन्छ त भनेर धेरैले प्रश्न गर्नुभएको थियो। दिदीबहिनीको अथवा आमाको अरू कसैको पनि सिन्दुर तपाईँले नलगाएको राम्रो। बरु सकिएको छ अथवा बिर्सिएको छ भने किनेर तत्काल नयाँ बट्टाको सिन्दुर तपाईँले लगाउँदा हुन्छ, तर अर्काको सिन्दुर कहिले पनि तपाईँले लाउनुहुन्न। यसको मतलब तपाईँले पनि आफूले प्रयोग गर्ने अथवा आफूले लगाउने सिन्दुर कसैलाई पनि दिनु हुँदैन, अरूले त्यो सिन्दुर लगाउनु हुँदैन। यो एकदमै ध्यान दिने कुरा हो है, एकदमै ध्यान दिएर अन्त्यसम्म सुन्नुहोला। अनि धेरैजनाले अर्को पनि प्रश्न गर्नुहुन्छ, के त भन्दाखेरि यदि रजस्वला भएको बेलामा सिन्दुर लगायो भने के हुन्छ, अथवा रजस्वला भएको बेलामा सिन्दुर लगाउनु हुन्छ कि हुँदैन? धेरैले प्रश्न गर्नुभएको छ। रजस्वला भएको बेलामा, मासिक धर्म भएको बेलामा सिन्दुरको प्रयोग नगरेकै राम्रो, किनभने सिन्दुरलाई अत्यन्तै पवित्र मानिएको छ हाम्रो हिन्दू धर्मशास्त्र अनुसार, वैदिक सनातन धर्म अनुसार। तसर्थ अत्यन्तै पवित्र भएको कारणले गर्दा नारीहरू रजस्वला भएको बेलामा अशुद्ध हुनुहुने भएको कारणले गर्दाखेरि सिन्दुरको प्रयोग रजस्वला भएकी नारीले लगाउनु हुँदैन। सकेसम्म 3 दिनसम्म चाहिँ लगाउनै हुँदैन र चौथो दिन स्नान आदि इत्यादि सम्पूर्ण गरिसकेर अनि सिन्दुर लगाउँदा हुन्छ। घरका कामहरू छन्, बिहानै उठेर सबैभन्दा पहिला मुख धोएर सिन्दुर लगाउने हो, लगाउँदा हुन्छ भनेर पनि धेरैले सोध्नुहुन्छ। बिहानै उठेर मुख धोएर सिन्दुर लगाइहाल्ने होइन। बिहान उठ्ने अनि आफ्ना सम्पूर्ण नित्य कर्महरू सबै त गर्ने, घरका घराइसी कामहरू छन्, सरसफाइ आदि इत्यादिका कामहरू छन् भने ती सम्पूर्ण कार्यहरूलाई पनि पहिला सक्ने अनि चाहिँ सिन्दुर लगाउने गर्नुपर्दछ। के बुझ्नुभयो? रजस्वला भएकी स्त्रीले पनि 3 दिनसम्म सिन्दुर लगाउनु हुँदैन। अनि अर्को एउटा प्रश्न गर्नुहुन्छ कि पति पत्नीमा अत्यन्त धेरै प्रगाढ प्रेम छ अनि पतिलाई सिन्दुर लगाउन लाउँछु म त गुरु, यो हुन्छ कि हुँदैन भनेर भन्दै हुनुहुन्थ्यो एकजनाले। पतिदेवले जो लगनमा सिन्दुर लगाइदिनुहुन्छ तत्पश्चात कुनै दिन पनि आफ्ना पतिदेवलाई अब जस्तो सुकै अवस्था, अब हातै छैनन् भने त अब त्यसमा के गर्ने र के गर्न सकिन्छ र पतिदेवले लगाइदिनु पर्यो। तर पनि यदि आफ्नो हात ठिक छ भने, आफू गर्न सक्ने स्थितिमा हुनुहुन्छ भने पतिदेवको हातबाट सिन्दुर एक पटक मात्रै लाइन्छ। र यदि पतिको भन्दा पहिला निधन भयो भने सिन्दुर दान भनेर भन्ने चलन छ, सिन्दुर दान गर्नुपर्ने हुन्छ। त्यो भनेको अलग विषय हो, तर पतिले विवाहदेखि बाहेक अन्य कुनै समयमा पत्नीलाई सिन्दुर लगाइदिनु हुँदैन। यो पनि हजुरहरूले एकदमै ध्यान दिनुपर्ने कुरा हो। अनि अर्को भनेको सिन्दुरलाई राख्ने पात्र कस्तो हुनुपर्छ गुरुदेव भनेर पनि धेरैले प्रश्न गर्नुभएको थियो, त्यो पनि बताउन गइरहेको छु। सिन्दुरलाई राख्ने पात्र कहिले पनि फलामको पात्रमा राख्नु हुँदैन। केमा राख्नु हुँदैन? फलामको पात्रमा, चाँदीको पात्रमा अनि विभिन्न प्रकारको काँचको सिसाको पात्रमा पनि सिन्दुरलाई राख्नु हुँदैन। यसको वैज्ञानिक कारण पनि छ। फलामकोमा राख्दाखेरि त्यहाँ केमिकलहरू आउँछ, खियाहरू लाग्न सक्छ। चाँदीको पात्रमा राख्दा पनि विभिन्न केमिकलहरू आउन सक्छन्, सिसामा राख्दा पनि केमिकलहरू आउन सक्छन्। त्यसले तपाईँको सिउँदोलाई, तपाईँको शिरलाई असर गर्ने भएको कारणले गर्दाखेरि पनि हजुरहरूले यी 3वटा पात्र सिसामा, चाँदीमा र फलाममा कहिले पनि सिन्दुरलाई राख्नु हुँदैन। यसै गरी केमा राख्ने त अब भनेर पनि प्रश्न गर्नुभएको छ धेरैजनाले। केमा राख्ने त भन्दा काठको कुनै पनि काठका भाँडाहरू पाइन्छन्। अहिले त बजारमा अनेक थरीका सामग्रीहरू पाइन्छन्। सिन्दुरका बट्टाहरू काठको बट्टामा भयो, प्लास्टिकको पात्रमा भयो, एल्युमिनियम आदिका पात्रहरूमा पनि हामीले सिन्दुरलाई राख्न सकिन्छ। यसै गरी धेरैजनाले प्रश्न गर्नुभएको छ, जुठो परेछ, कहिलेकाहीँ जुठो परेको बेलामा, सुतक परेको बेलामा सिन्दुर लाउनुहुन्छ कि हुँदैन भनेर पनि धेरैले प्रश्न गर्नुहुन्छ। जुठोमा अनि सुतकमा पनि सिन्दुर
लगाउनु हुँदैन, किनभने सिन्दुर अत्यन्तै पवित्र भएको कारणले गर्दाखेरि त्यो पवित्र सिन्दुरलाई हामीले जोठो सुतकमा पनि लगाउनु हुँदैन। अब कतिपय हाम्रा माताजीहरूले सिन्दुरलाई कहिले बाङ्गो लगाउनुहुन्छ, कहिले टेढो लाउनुहुन्छ, कहिले यहाँ लगाइरहनु भएको हुन्छ, कहिले यता लगाइरहनु भएको हुन्छ, त्यो पनि कहिले पनि गर्नु हुँदैन। सिन्दुर भनेको सिधा अगाडि सिधा बनाएर देखिने गरी सिन्दुर लगाउनु पर्छ। हाम्रो हजुरबुवाहरूले भन्ने गर्नुहुन्थ्यो कि जसले बाङ्गो सिन्दुर लाउँछ ती स्त्रीको चरित्र पनि बाङ्गिँदै जान्छ अरे। स्त्रीको बाङ्गिएन भने पनि पतिको चरित्र बाङ्गो हुन्छ अरे यदि बाङ्गो सिन्दुर यदि स्त्रीले लाइन् भने। तसर्थ सिन्दुर लगाउँदाखेरि अत्यन्तै ध्यान दिएर लाउनुपर्छ। जीवनमा एकचोटि आफ्ना पतिदेवले दिएको निशानी हो सिन्दुर, र सिन्दुरलाई यदि राम्रोसँग लगाउनु भयो भने र विधिपूर्वक लगाउनु भयो भने, नियमपूर्वक लगाउनु भयो भने त्यसले दाम्पत्य जीवनलाई पनि अत्यन्तै राम्रो बनाउँछ, अत्यन्तै सुखद बनाउँछ र तपाईँको जीवनमा अत्यन्तै मङ्गल भएर जान्छ। तर त्यही सिन्दुरको तपाईँले अनादर गर्नुभयो, त्यही सिन्दुरलाई तपाईँले राम्रोसँग प्रयोग गर्न जान्नु भएन भने उही धर्म गर्ने हाम्रो बानी धर्मले गर्छ हानि भने जस्तो हुन्छ। तसर्थ सिन्दुर लगाउँदाखेरि अत्यन्तै ध्यान दिएर अत्यन्तै विधिपूर्वक हजुरहरूले लगाउनुहोला। आजको यस भिडियो सामग्रीमा हामीले आफ्ना पतिदेवको आयु आरोग्यता बढाउनको निमित्त र आफ्नो पतिदेवको मङ्गल बनाउनको निमित्त कसरी सिन्दुरको प्रयोग गरिन्छ, सिन्दुर लगाउने विधिहरू के छन् र कुन कुन अवस्थामा सिन्दुर लगाउनु हुँदैन त भन्ने विषयमा यो अत्यन्तै सुन्दर भिडियो सामग्री हजुरहरू समक्ष प्रस्तुत गरेका छौँ। यसका साथसाथै आजको बसाइबाट म दीप किशोर भट्टराई पनि हजुरहरू सम्पूर्ण माझबाट ओझेल हुन चाहन्छु। यस्तै हजुरहरूको मनमा पनि विविध जिज्ञासाहरू छन्, केही कुराहरू यो चाहिँ कसरी हुन्थ्यो होला अथवा यो किन हुन्थ्यो होला, यो किन गर्नुपर्छ भन्ने केही प्रश्नहरू छन्। जुनसुकै विषयका प्रश्नहरू भए पनि हजुरले कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। हजुरले सोध्नुभएको प्रश्नको जवाब हामी योभन्दा अगाडिको भिडियो सामग्रीमा अवश्य लिएर आउनेछौँ भन्दै आजको निमित्त म पनि ओझेल हुन चाहन्छु। ओम असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतम गमय। ओम शान्ति।